हेलो दिस माई न्यू ब्लग सबैजनालाई वेलकम छ सबैजना नमस्ते दर्शन होइन अनि हाम्रो चाहिँ आज यहाँ हल्का टिकटक यसो बनाउनुको लागि हामी चाहिँ यहाँ आएको हो होइन टक्क हेरिदिउँ हामी यो सरर गीतमा नाच्ने होइन नाच्नु चाहिँ आउँदैन यसो हल्का कम्मर मात्र हल्लायो कम्मर पनि हल्लाउनु आउँदैन होइन यहाँ गुम्बा चाहिँ अन त भइसक्यो खुलिसक्यो तर अलिकति अझै टाइम बाँकी छ मर्मत हुनुलाई अब भिडियो बनाउनु पर्छ हाम्रो चाहिँ टक्क अब होइन भिडियो सिडियो सक्यो टक्क अब भिडियो सिडियो बनाइरहेको थियो यहाँबाट हाम्रो साथी चाहिँ यहाँबाट टक्क उफ्रिएर यसो यता लडिरहेको थियो देखाउनु पाएन होइन अब यति नै हो हाम्रो भिडियो चाहिँ सकिसक्यो अहिले फेरि हामी चाहिँ अब चोक जान लागेको चोकमा हल्का काम छ अनि त्यहाँ हल्का काम सकाएर अनि हामी अहिले यतैतिर आउने हो होइन दोस्त अहिले यतै आएर अनि त्यहाँ यसो माछा मार्न जाउँ कि भने प्लान छ हाम्रो चाहिँ चोकतिर गएर हल्का कामसाम सकाएर आउनु पर्यो होइन हामी चाहिँ अब माछा मार्न लागेको यहाँ दाई अनि दोस्त उहाँबाट आउँदैछ हाम्रो चाहिँ चोक जाने प्लान थियो तर त्यो क्यान्सल भयो दाई गएछ अनि हामी चाहिँ माछा मार्न आइदिएको माछा मार्ने पोखरी चाहिँ हाम्रो एकदम सुक्खा सुक्खा छ हल्का सुकेको छ दोस्तले माछा धेरै छ हाम्रो यहाँ फेरि अहिले माछा यस्तो बवाल निस्किन्छ नि उहाँबाट आइरहेको छ दोस्त माछा चाहिँ छाउनु चाहिँ टन्नै अनि दोस्तले चाहिँ माछा हाल्नको लागि एउटा झोला लिएर आएको छ एउटा के लिएर मात्रै ठुलो दाइ तल त झोला भनेको त अनि झोलै ल्याइदिएको प्लास्टिकवाला बजारे झोला ग्याङ यहाँ तल आइज न कहाँबाट आएको तिमी एउटा माछा निकालेर ले न दोस्त त्यहाँबाट एउटा लिएर आइज त भेट्यो भेटेन ए यहाँ त माछा मारिसक्यो दोस्त उयो त हिलोहरू निकालेको छ हामी चाहिँ अब यहाँ हाम्रो पोखरी चाहिँ एकदम पोखरी ठुलो छ तर पानी थोरै छ दोस्तले माछा हाल्नुको लागि हाम्रो यही हो झोला हाम्रो झुल पनि यहाँ रेडी भइसकेको छ अब हामी माछा मार्नु मात्र बाँकी हो अघि चाहिँ अलिक सुट बनाएको थियो अझै कट्टु सट्टु लगाएर रेडी भइसक्यो अहिले रेडी भइसक्यो हाम्रो साइको डान्स हाम्रो चाहिँ अब माछा पनि एउटा पाएको थियो त्यो एउटा पनि त्यस्तो जिन्दगी बाँच्नु दिएको यो भाइलाई पनि बोलाएको माछा मार्नु माछै मार्न आउँदैन यार कसैलाई भने माछा नआएको हो कि पोखरीमा माछा मार्न आएको हो कि ए दोस्त मलाई के थाहा कस्तो रहेछ भने साला फोकट टाइममा फोहोर मात्र गर्यो त्यही त फोहोर मात्र गर्दै यार दोस्तले उहाँबाट माछा मार्ने भनेर आयो प्लान बनायो यसले यति राम्रो शरीर मच्छरलाई धेरै किस खाँदा कति मजा आउँथ्यो आजदेखि त खाँदैन यस्तो गनाउने बा कस्तो गीत भयो चल्यौँ दोस्त अब चलौँ चली फला सर जाउँ चली फला जाउँ हाम्रो चाहिँ माछा मार्ने कार्यक्रम सक्यो है माछै भेटाएन अब हामी चाहिँ घरतिर भन्नाले पनि उ त्यता मासतिर चढ्ने हो अब टक्क मुखसुख धोएर यहाँ काकाहरूको यो अब नयाँ बाथरुम भनौँ न बाथरुम टोइलेटमा अघि बनाएको भिडियो त्यहाँ हो अनि हामी यहाँ मुखसुख धोएर बसिसक्यो है चिक्ना देख्छ पानी चाहिँ आनन्दको छ केटीहरूले मुख कसरी धुन्छ देखाइदियो देखाइदिएन त पहिला यस्तो ढाडा खोल्छ अहिले टाढा बस्छ अनि हात यस्तो धुन्छ यसरी थाप्छ कुन हेरेर यस्तो गर्छ कि पुरै केटाहरूको चाहिँ यस्तो
केटाहरूको मुख धुवाएर केटीहरूको मुख धुवाए एकदम बेग्लै छ एकदम धेरै धेरै बेग्लै छ यहाँ केटाहरू ब्ल्याङ्कमा गरिदिन्छ हिन्दी हाल्ने हो केटीहरू दोसै तेरो माला झरेको रहेछ त्यहाँ ठ्याक्कै देखिहाल्यो कस्तो अघि झरे अरे डान्स धेरै भयो कि हजुर त्यही त घाँटी केही छैन एउटा मात्रै हाम्रो चाहिँ यहाँ गुम्बा हेर्ने हो अब सबैजनाले देखाउँछ होइन गाइस हाम्रो गुम्बा चाहिँ टक्क गुम्बा एकदम हल एकदम ठुलो छ हाम्रो गुम्बाको चाहिँ एकदम बवाल छ गुम्बा ओम माने बेमे लासो भए ल जाउँ हाम्रो गुम्बा चाहिँ यही हो होइन सबैजनाले हेर्न सक्नुहुन्छ तपाईँहरूलाई कस्तो लाग्छ हाम्रो गुम्बा गुम्बाको अनि डेकोरेसन यो हाम्रो दर्जीको चाहिँ यहाँ बाहिर छ है पूजा गरेर अस्ति लाग्यो हो टक्क एकदम बवाल छ क्या गुम्बा हेर्दै अलिकति दामी बनाएको छ क्या हाम्रो यहाँ हाम्रो काकाहरूको एकजनाले यहाँ दर्जी सर्जी बवाल छ क्या अब चाहिँ हामी यसो खाजाको व्यवस्था गर्नुलाई खाजा खान जानु लाग्यो उहाँ नानाको भट्टी नानाको भट्टी छ हाम्रो चाहिँ उहाँ एकदम बवाल हाम्रो दोस्तले यहाँ मालको बोट देखाउने र होइन हाम्रो बोलायो यहाँ जबरजस्ती लिएर आएको छ होइन लिगलाइज गाँजाको बोट गाइस यो हाम्रो दोस्त हाम्रो यो एकदम बवाल एकदम दामी छ है दोस्तले हल्का रोप्दै रहेछ घर यतातिर हल्का बिजनेस गाउँमा बस्नु चाहिँ फाइदै के छ भने एकदम चिसो हावा खाने होइन एकदम आनन्दको एकदम कुल आउँछ हावा पनि सरर होइन यहाँ कुखुरा दोस्तहरूले कुखुराको पनि व्यवस्था गरेको रहेछ है टक्क कुखुराको पनि कुखुरा हाम्रो चाहिँ टमाटर खेती पनि भइरहेछ हाम्रो यहाँ काकाहरूको एकदम बवाल तरिकाले हाम्रो दोस्रो गाडी त्यहाँ छ है के गरे दाइ अहिले बाख्रै लडेर बस्ला नि त ठिक छ पहिला खाजा खानु जाउँ न अरू थाहा भएन ल हामी चाहिँ यहाँ ट्र्याक्टरमा यहाँ मस्त काम गर्न आएको एकदम टुट्टो काम भइरहेछ हाम्रो चाहिँ एकदम आफू पनि एक दिन सुतेर आएको अघि खाजा खाएर एकदम ढुट्टो काम भइरहेछ यो अघिको त्यो केटा चाहिँ उतै हो क्या म लास्ट ल्याङ गरिरहेको अहिले कतिखेर म बहिरा त बहिरै हो त्यसै अर्थ पागल भन्छ गाई चाहिँ हामी चाहिँ यहाँ लेलेको डाँडामा आइसक्यो होइन केटाहरू लेलेको डाँडामा आउने र यो हाम्रो कुन हो लेलेको डाँडामा एकदम लेले हामी यहाँ टक्क केटाहरू भिडियो बनाउने र लेलेको डाँडामा छ हामी लेलेको डाँडामा एकदम फिल्डमा छ होइन बाइक चाहिँ उहाँ लगाएर राखेको छ अहिले झऱ्यो भने ऊ तलतिर सिधा हामी चाहिँ टक्क यहाँ अब यति नै हो भनौँ न अहिले सुरुवात भर्खर त भइरहेछ अन्तिम अझै बाँकी छ